गरिदिनुहोस् त्यो श्रीमानहरूलाई रिस नपठाएर रिस पखाउने भाँडो नभनेर रिस पखाउने एउटा बोतल नभनेर रिस पखाउने एउटा झोला नभनेर के भन्नु हाम्रो दिन्दीको चुरी यस्तो छ चुरी अहिलेसम्म यो पहेँलो रातो लगाएको थिइनँ होइन म जहिले ग्रिन मात्रै हरियो मात्रै लाउँथेँ अहिले चाहिँ हेलो गुड मर्निङ साथीहरू सेवा सबैमा है अनि म चाहिँ फेरि पनि सानो मिनी भिडियो मिनी भ्लग लिएर आउँदैछु अरे क्या अनि म चाहिँ आज भ्लग बनाउँदैछु होइन त्यसको रिजन चाहिँ के हो भन्दाखेरि यहाँ हुनुहुन्छ हाम्रो दुन्दी मुमिन यहाँ हेर्नु न बिहान बिहानै अनि माथिल्लो घरको दिदीले दिनुभएको थियो नि त हिजो त्यहाँ बाबुको बर्थडे रहेछ अनि कोकोनट चक्लेट केक सेलरोटी दिनुभएको थियो अनि यो अलिकति चक्लेट खानु न त भनेर दिएको आम्मामा हाई गरिदिनुहोस् दिदीले हाई पनि गरिसक्नु भएको छ त्यसपछि यो चाहिँ हामीले अफ गरिसकेको भिडियो थियो अनि फेरि मेरो हस्बेन्ड चाहिँ मेरो राम चाहिँ आइसक्नु भएको छ खाना खानुलाई अनि खाना खाएर पनि हामी बुढाबुढी चाहिँ यहाँनिर गफ गर्दै बसिरहेको थियौँ अनि गफमा चाहिँ के गफ आयो भन्दाखेरि चाहिँ भन्दिनँ तर केही पनि अनि आजको दिन चाहिँ चुरा लाउने दिन अरे मैले नि हिजो भर्खर थाहा पाएको साउने गते भनेर चाहिँ हिजो साउने गते रहेछ अनि मैले चाहिँ बेलुकातिर थाहा पाएँ नि त अनि राम्रो साउने गते रहेछ त अनि साथीहरूले सबैले चुराको फोटो मेहन्दीको फोटो हालिसक्यो भन्ने भनेको अनि अहिले आएर चाहिँ के भन्दैछ होइन चुरा लाउनु जाने होइन भरे भन्दैछ अनि ए अहिले अनि चुरा लाउनु जाने भन्नुहुँदै थियो अनि गइ पनि सक्नुभयो मेरो बुढा चाहिँ अहिले त्यहाँनिर गाडी अलिकति बनाउनु पर्ने थियो र उताबाट भाइले कल गर्नुभएको थियो अनि बुढा चाहिँ गइसक्नु भएको छ अरे क्या मेरो रामु चाहिँ अनि अब भरे हामी चुरा लाउनु जानुपर्ने हुन्छ है तर अब मलाई त्यस्तो साह्रो रहर त लाग्दैन तर भने पनि अब विवाहित एउटा नारी भइसकेपछि चाहिँ अब यसो चाडपर्वहरू मनाइदिउँ भनेर मात्रै हो अनि फेरि अब बुढाको नामको मेहन्दी लाउनुपर्छ अरे नि त त्यही भएर चाहिँ अरे क्या हेलो सबैमा गुड मर्निङ यो चाहिँ फेरि भोलिपल्टको दिन हो हिजो के अरे चुरा लाउनु जाने त भनेको थियौँ कि म खाना बसाएर गएँ पनि राम्रोसँग तर डुल्नु मात्रै गएँ क्या अनि मोबाइल पनि लिएर गइनँ अनि डुलेँ ओरेँ अनि केही पनि मैले त्यो चुरी पनि किनिनँ अनि नानीलाई पनि यता आउनुहोस् मम्मी अनि आउनुहोस् अहिले चाहिँ हामी तल दोकान गएर बुवाको हातको टिका लगाएर आइसकेको छौँ यहाँ हुनुहुन्छ हाम्रो मुमिन यता हेर्नु न आउनु यहाँ आउनु न हाई गरिदिनुहोस् देख्नुभयो नि हाई फेरि खै हाई हाई गरिदिनुहोस् अब खै हाई अनि यहाँ हुनुहुन्छ हाम्रो मुमिन बाबा अनि मुमिन बाबालाई चाहिँ मैले त्यहाँ ओछ्यान उठाऊ भन्दै भनेको अनि ओछ्यान उठासो अरे बुढाबुढीमा त चल्छ नि त भनेको कि अनि उठाएर पति परमेश्वरलाई अरे मलाई यस्तो रिस उठ्यो अनि मलाई भ्लग बनाउनु मन लागिहाल्यो क्या भनेर रामु हाम्रो लागि पति परमेश्वरहरू श्रीमानहरू चाहिँ हामी बुढीको लागि एकदम एउटा रिसको मतलब रिस पोखाउने एउटा भाँडो जस्तै हो जस्तो लाग्छ मलाई है तपाईँहरूको विचारमा के कस्तो लाग्छ कतै रिस उठ्छ श्रीमानलाई गएर पाक्पु काटिदिने केही गरेर रिस उठ्यो श्रीमानलाई भक्कु गाली गरिदिने होइन मलाई चाहिँ त्यस्तो खालके लाग्छ है यो हामी श्रीमानहरू चाहिँ प्रजाति चाहिँ त्यो कारणले बनिनु भएको जस्तो लाग्छ त्यसैले साथीहरू अब मेरो त प्रायः साथीहरू सबै अब केटाहरू हुनुहुन्थ्यो पहिलादेखि नि उहाँहरूले चाहिँ नि विचार गर्नु होला जिन्दगीमा श्रीमतीसँग चाहिँ पङ्गा नलिनु होला है किनभने श्रीमतीको हातबाट अब त्यही हो बुझ्नु तपाईँहरू म भन्दिनँ है तिमीको त टाउको के त खै के खानु दुध चिया त हेर्नु न उहाँहरूले बनाउनु भएको रोटी कस्तो दामी हुन्छ क्या नरम हुन्छ क्या यस्तो हुन्छ क्या अनि हामीले बनाएको रोटी चाहिँ किन यस्तो हुँदैन रक्ख परिगएको त अरू रोटी म खानेकुरामा एकदम पर्फेक्टै छु कि तर यो रोटीको मामलामा चाहिँ म अलिक पर्फेक्ट भएको छुइनँ यसको लागि मैले कहाँ मिस्टेक गरेँ के मिस्टेक गरेँ मैले त्यो खोजी तलास गर्नुपर्ने छ बिचमा हो क्या आफ्नो भएको जान ल खै छोरी यहाँ छुट्याउँछु आफ्नो आफ्नो भयो यहाँ यो बोर्डर हो ल नो बोर्डर क्रसिङ आफ्नो आफ्नो देख्नुभयो नि साथीहरू
मलाई चोरसम्म गएको छ आजको दिनमा। अनि यस्तो श्रीमानहरूलाई रिस नपखाएर रिस पखाउने भाँडो नभनेर रिस पखाउने एउटा बोतल नभनेर रिस पखाउने एउटा झोला नभनेर के भन्नु। ओइ बोर्डर क्रस हुँदैछ नि फेरि। उसको आलु चोरो क्या हो। भिडियोमा बोल्नु थालेको चना यता आलु उता भइरहेछ यहाँ के गडबड। ए खानु नि मुमिनले त आजकल किन हल्लाइदिएको। मुमिनले त आजकल मागी खानु थालेको छ नि दर्शकबिनहरू। अब चाहिँ साथीहरू दर्शकबिनहरू हामी चाहिँ जाँदैछौँ बजार चुरी लाउनलाई। मेरो राम्रो नानी चाहिँ तल गइसक्नु भयो होइन। अनि म चाहिँ भर्खर जाँदैछु। अनि अब एकैचोटि चुरी लगाइसकेपछिको भिडियो देखाउँछु मलाई, किनकि बाटोमा लास लाग्छ नि त भिडियो बनाउनु। त्यसैले दुन्दी चाहिँ यहाँ हुनुहुन्छ। दुन्दी चाहिँ यस्तो हुनुहुन्छ है। हाई गरिदिनुहोस् खै हाई। ओ दुन्दी ओ फुन्दी दुन्दी मुन्दी हो। यो चाहिँ हामी यहाँनिर खाजा खान्छौँ। अझको मोमो अरे है। मेरो रामुले यहाँ ल्याउनु भएको छ मलाई। ल हिँड्नु यसलाई त मैले फोटो खिच्नु पाएको छुइनँ। अब बोक्नु अरे हो। राखिदिनु न त्यो सिटमा। त्यहाँ ल अन्त आउनु भित्र। अझको मोमो मेरो चाहिँ राफ्टिङ आइसक्यो र राफ्टिङ खाएर म रेडी पनि बनाइसकेँ। अनि मेरो रामको झोल मोमो पनि आइसकेको छ अनि खानुहुँदैछ। अब चाहिँ भेज मोमो दुन्दीको लागि भेज मोमो पनि आइसकेको छ यहाँ। अनि भेजमा सुप र अचार नि। हामी चाहिँ बजारबाट आइ पनि सक्यौँ र चुरी पनि लगाइसकेको छु। देख्न सक्नुहुन्छ अरे यहीँ हाम्रो दुन्दीको चुरी यस्तो छ। चुरी प्लास्टिकको चुरीहरू कति राम्रो थियो तर भने चाहिँ मलाई फेरि त्यो चुरी लगाइसकेपछि चाहिँ सिसाकै राम्रो लाग्छ क्या। बस्नु पऱ्यो क्या एकदम बस्नु पऱ्यो। त्यो चुरा लाग्दा बजेन भने मलाई मन पर्दैन। त्यसैले उसलाई चाहिँ त्यस्तो लगाइदिएँ र मेरो चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ। मैले कहिले पनि अहिलेसम्म यो पहेँलो रातो लगाएको थिइनँ होइन। म जहिले ग्रिन मात्रै हरियो मात्रै लगाउँथेँ। अहिले चाहिँ विवाहित हुनाको कारणले मैले यस्तो कलर चुज गरेँ लगाएँ। हजुर एकछिनमा हो त्यहाँ हेर्नुहोस् न। अनि त्यही भएर चाहिँ त्यसरी गरेँ। अनि तर चुरी कस्तो महँगो भयो जस्तो पनि लाग्यो क्या मलाई। के त्यहाँ हेर्नुहोस् न ऊ देखाउनुहोस् न चुरी महँगो भयो जस्तो लाग्यो। दुन्दीलाई चाहिँ दुन्दी मुमिनले चाहिँ कति 1.5 दर्जन मात्रै लाउनु भएको है। यति 2 दर्जन लगाइदिनु खोज्यो कि 1 दर्जन माथिसम्म आयो। चुरै नबस्ने भयो। अहिले त्यति त बज्दैन ला फुटाइहाल्यो। यस्तै गर्छ यसको बाबाले भन्दै हुनुहुन्थ्यो तर मैले चाहिँ गर्दैन होला भनेर यस्तो सिसाको लगाइदिएँ होइन। अनि 1.5 दर्जनको 120 अरे हो उसको चुरी चाहिँ। अनि मेरो चाहिँ यो चुरी प्लस यो गरेर 330 रुपियाँ पर्यो है मेरो चाहिँ। अनि मिलाएर अरे है। अब महँगो भयो कि सस्तो भयो मलाई चाहिँ अलिक महँगो भयो जस्तो लाग्यो होइन। अब भिडियो पुरा हेर्नुभएको छ भने कमेन्ट गरिदिनु होला।